नमस्कार। 30 वर्ष अघि हामीले एउटा सरल तर शक्तिशाली उद्देश्यका साथ यात्रा सुरु गरेका थियौँ। सबैका लागि गुणस्तरीय र सुलभ स्वास्थ्य सेवा। त्यति बेला यो लक्ष्य धेरैका लागि टाढाको सपना जस्तो देखिन्थ्यो। तर समुदायको विश्वास, साझेदारहरूको साथ र हाम्रो अटल प्रतिबद्धताले यो यात्रालाई निरन्तर अगाडि बढाइरह्यो। केही बेडहरू र सीमित जनशक्तिबाट सुरु भएको यो संस्था आज विस्तार भएर राष्ट्रिय स्तरको अस्पतालका रूपमा स्थापित भएको छ। यस यात्रामा हामीले 2015 को विनाशकारी भूकम्प र कोभिड-19 महामारी जस्ता कठिन समयहरू पनि पार गऱ्यौँ। तर हरेक चुनौतीले हाम्रो सेवा भावनालाई झन् बलियो बनायो। आज हामी नेपालका विभिन्न ग्रामीण क्षेत्रमा 18 वटा आउटरिच केन्द्रहरू मार्फत स्वास्थ्य सेवा समुदायसम्म पुर्याइरहेका छौँ। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साझेदारीहरूका साथसाथै स्वास्थ्य, शिक्षा र अनुसन्धानका क्षेत्रमा नयाँ आयामहरू थप्दै अघि बढिरहेका छौँ। प्रविधिको प्रयोगलाई अझ सशक्त बनाउँदै टेलिमेडिसिन सेवा विस्तार गरिएको छ, जसले देशका दुर्गम क्षेत्रका बिरामीहरूलाई विशेषज्ञ स्वास्थ्य सेवासँग जोड्न नयाँ सेतु निर्माण गरेको छ। हामीले हाम्रा बिरामीहरूको आँखामा प्रष्ट खुसी र आशा देखेका छौँ। हामीले धेरै जीवनहरूमा सुधार र राहत ल्याएका छौँ। ग्रामीण स्वास्थ्य र समुदाय विकासमा हाम्रो योगदान उल्लेखनीय र दीर्घकालीन छ। तर हाम्रो यात्रा यहाँ समाप्त भएको छैन। यो निरन्तर नयाँ आयाम र नयाँ सम्भावनातर्फ अघि बढ्दैछ। अब नयाँ वर्ष 2083 सँगै हामी विकासको अर्को चरणमा प्रवेश गर्दैछौँ। देश स्वयं पनि नयाँ सम्भावनातर्फ अघि बढिरहेको यस समयमा हामी स्वास्थ्य सेवा, शिक्षा र सहकार्य मार्फत समुदायको सेवा गर्ने हाम्रो प्रतिबद्धता अझ सुदृढ बनाउनेछौँ। अस्पतालका वार्डहरूको पुनर्संरचना र आधुनिकीकरण, बिरामीको हेरचाह र आरामलाई केन्द्रमा राखेर सेवा सुधार र नयाँ शैक्षिक तथा तालिम कार्यक्रमहरू सुरु गर्दै स्वास्थ्य सेवामा नयाँ आयाम र नयाँ क्षितिजतर्फ अघि बढ्नेछौँ। यस यात्रामा साथ दिनुहुने सम्पूर्ण साझेदार संस्थाहरू, सेवाग्राहीहरू, सहयोगी हातहरू तथा समुदायप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछौँ। आगामी दिनहरूमा पनि हामी सेवा, समर्पण र विश्वासको यो यात्रालाई नयाँ आयाम दिँदै उत्कृष्ट स्वास्थ्य सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्दछौँ। नयाँ वर्ष 2083 को हार्दिक मङ्गलमय शुभकामना। धन्यवाद।